नमस्कार, मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म अनुज्ञा। सधैँ जस्तै आज पनि म एउटा पुस्तक लिएर यहाँहरू सामु आइसकेकी छु र आज मसँग जेसन कुँवरले लेख्नु भएको रमिते भन्ने पुस्तक रहेको छ। यो पुस्तक मदन पुरस्कार प्राप्त गर्न सक्ने पुस्तकहरूको सूचीमा सूचीकृत भएको पुस्तक पनि हो। र अर्को एउटा रमाइलो कुरा, यो पुस्तकको नाम र लेखकको नाम चाहिँ यो बाहिरी आवरणमा राखिएको छैन र पछाडि पनि हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो छ र साइडमा चाहिँ जेसन कुँवर रमिते भनेर पुस्तक र लेखकको नाम राखिएको छ। यो हिसाबले पनि मलाई अलिक फरक लाग्यो यो पुस्तक हेर्ने बित्तिकै पनि र अझ त्यसमाथि मदन पुरस्कार प्राप्त गर्ने सूचीमा परेको पुस्तक भनेपछि त मलाई कस्तो होला त, पक्कै अलिक फरक किसिमको पो होला कि भन्ने कौतूहलता भएर नै मैले यो पुस्तक रोजेर पढिसकेँ र पुस्तक पढिसकेपछि मैले अपेक्षा गरे अनुरूप नै अलि फरक नै छ। यो पुस्तक चाहिँ मैले यस्तो प्रकारको पुस्तक त्यति धेरै पढेको थिइनँ र मलाई चाहिँ अलि अनौठो लाग्यो, राम्रो पनि लाग्यो र यसको विषयमा मैले यहाँहरूसँग मैले यो पुस्तक पढ्दाको अनुभव अलिअलि भए पनि केही साटौँ भन्ने हिसाबले नै मैले यो भिडियो तयार गर्ने सोचेँ र तयार गरेकी हुँ। पुस्तकको विषयवस्तुतर्फ जान्छु। अब म कस्तो छ भने यो पुस्तक चाहिँ एउटा उपन्यास हो। मलाई यो पुस्तक सुरु गर्नु अघि पनि अब उपन्यास हो कि कथा सङ्ग्रह हो जस्तो भइरहेको थियो, किनभने यहाँ शीर्षकहरू लेखिएको छन् यसरी। अब शीर्षक देखेपछि कथा सङ्ग्रह पो रहेछ कि भन्ने पनि लाग्यो, तर अब पछि सुरुदेखि नै मैले पढ्दै जाँदाखेरि त यो उपन्यास रहेछ भनेर त मैले थाहा पाइहालेँ। अब अर्को एउटा फरक लागेको कुरा, यसमा यो पुस्तकको सुरुमा यस्तो नक्सा दिएको छ, म्याप जस्तो। यहाँ चाहिँ ठाउँको नाउँहरू, नदी अनि हिमालको नाम छ, जस्तै अब धापकोट, खसक, चिट्टाथाट, छिरकोट हुँदै यता धुल्जेन हिमाल खालको छ। यी सबै ठाउँहरू अनि यो हिमालको कुराहरू यो पुस्तकभित्र आउँछन्। पछि अब पुस्तक पढ्न सुरु गर्नुभन्दा अगाडि यो एकचोटि मजाले बुझेर चाहिँ सुरु गर्दा अलिक सजिलो हुने रहेछ, नत्र अब पढ्दै जाने क्रममा यी ठाउँहरू आएपछि कहाँ रहेछ त भनेर फेरि यो पाना पल्टाएर हामीले हेर्दा पनि हुन्छ। त्यस्तो रहेछ यो पानाको कुरा चाहिँ। र अब यो शीर्षक मात्रै पढेर मैले यहाँहरूलाई सुनाएँ भने त के विषयमा हो त्यो थाहै पाउन सकिन्न। जस्तै खिलेको लेखोट, आमाको टालो, पछ्युको तारो, म बाँचेकी, चापिलको खाँडो, यस्ता खालका शीर्षकहरू छन्। र पुस्तकको सुरुमा म त्यही थिएँ जहाँबाट सुरु भएँ भनेर लेखिएको छ। त्यसपछि कथा सुरु हुन्छ। अब यो पुस्तकभित्रको कथा या भनौँ मुख्य विषयवस्तु चाहिँ कस्तो छ भने यो चाहिँ धेरै अगाडिको कुरा हो जस्तो लाग्छ, किनभने अहिलेको समयमा त यस्तो नहोला भन्ने लाग्छ। अब मलाई चाहिँ त्यस्तो लाग्यो र कतिपय पात्रहरू कस्तो भने अगाडि पढ्दै जाँदाखेरि त मलाई पात्रहरू ठम्म्याउनै एकदमै गाह्रो भयो। अब यो के कसले बोलिरहेको हो भनेर नै मैले कतिपय ठाउँमा त बुझिनँ, तर अलिकति पढेर अगाडि बढिसकेपछि चाहिँ त्यो अगाडिको कुरा चाहिँ अझ स्पष्ट हुने रहेछ। अब यो पात्रहरू को थिए र कसरी आए भन्ने कुरा चाहिँ अगाडि अलिकति पढेर पछाडि चाहिँ यो अझ सहज हुँदै सबै बुझ्दै गएपछि चाहिँ अलिकति पढिसकेपछि चाहिँ एकदमै रमाइलो लाग्दै गयो पुस्तक पढ्नलाई र मैले छिट्टै नै पढिसकेँ। सुरुमा चाहिँ अलिकति यो पात्रहरू नबुझेर र यता यो ठाउँहरू मैले हेर्न नजानेर चाहिँ थोरै कठिनाइ भएको थियो, तर पढ्दै गएपछि त मजाले बुझिने खालको छ पुस्तक। यसमा कस्तो हुन्छ भने यो चाहिँ गाउँहरूको धेरै गाउँहरूको कथा हो र यो गाउँ चाहिँ पहिला अब एउटै रहेछ, पछि छुट्टियो जस्तो पनि हामीलाई लाग्छ पढ्दै जाने क्रममा। र फेरि मलाई यसको विषयमा कुरा गर्न पनि अलि कठिन भइरहेको छ, किनभने यो लयबद्ध क्रममा सिलसिला मिलाएर चाहिँ लेखिएको छैन। अब अगाडि केही कुरा गरेर त्यसको त्यो मान्छे को थियो त या कसरी त्यस्तो भएको थियो त भनेर अलि पछि लेखकले देखाइदिनु भएको हुनाले अब मैले भनिदिँदा यहाँहरूले पुस्तक पढ्दाको कौतूहलता पनि भङ्ग नहोस् भन्ने हिसाबले नै मैले मुख्य विषयवस्तु मात्र भन्न चाहिरहेकी छु। यहाँ चाहिँ दुईजना गाउँको मानिसहरू र त्यहाँ चाहिँ अन्नहरू उब्जनी नहुने र अन्नहरू लिन चाहिँ या भनौँ शिकार गर्न खानेकुरा लिन चाहिँ गाउँका मानिसहरू कहीँ टाढा गएर एकदम कठिनाइहरूसहित त्यो पार गरेर चाहिँ लिएर आउनुपर्ने। त्यसै क्रममा त्यो जाने क्रममा बाटोमा उडारमा कोही भेटिन्छ र त्यो भेटिएको मान्छे पो थियो त, अब ऊ मरेको हो कि बाँचेको हो, यो सबै कुराहरू एकदमै अलिअलि सस्पेन्स खालको पनि छ यो
पुस्तक चाहिँ। र त्यो हुँदै हुँदै आएर पछि चाहिँ योगिनी र राजाको पनि कथा छ। राजाको छोरी चाहिँ एकदम बिरामी भएको र अनि योगिनीले चाहिँ उपचार गरेर उनलाई जीवन पुनः प्रदान गरेको र पछि राजाले योगिनीलाई मन पराएर उनीहरूको विवाह भएको। तर योगिनीको चाहिँ एउटा शर्त हुन्छ र त्यो शर्त पनि राजाले मन्जुर गरे पश्चात चाहिँ विवाह भएको हुन्छ। र पछि चाहिँ हामी योगिनीका सन्तान हौँ भन्ने खालको कुराहरू हामी पढ्न पाउँछौँ। र अब त्यो ठाउँमा पुगिसकेपछि चाहिँ यो योगिनी र राजाको जुन कुरा थियो बिचतिरै आउँछ यो कुरा पनि पुस्तकको। र त्यो चाहिँ सन्तानहरू रहेछन् र अब पहिला एउटै भएका सन्तानहरू बिस्तारै बिस्तारै अलग अलग हुँदै अब केही कुरामा चित्त नबुझेर नै पछि चाहिँ अलि भयानकै रूप लिएको रहेछ। अब दुईवटा गाउँको धेरै विवाद पर्ने अनि अर्को मान्छेहरू आएर अर्को ठाउँका मान्छेहरू आएर एकदम सताउने, त्यो महिलाहरूलाई चाहिँ अलि बलजफ्ती गर्न खोज्ने, आफ्नो अस्तित्व रक्षा गर्नै नसक्ने महिलाहरूले यस्तो कुराहरू भएको हुने रहेछ। एकदमै हेप्ने खालको पनि भएको हुँदो रहेछ। र एकजना महिलाको कथा छ, उनले चाहिँ आफ्नी छोरीलाई चाहिँ एकदमै यस्तो अवस्थामा पनि एकदमै जोगाएर बचाएर राखेकी हुने रहेछन्। अब ती बालिकाको कथा छ। अलिकति यो महिलाको पक्षबाट पनि हामीले अलिकति त्यो ठाउँमा पुगेर चाहिँ यो कथालाई चाहिँ प्रसङ्गलाई चाहिँ बुझ्न सक्छौँ भने बाल मनोविज्ञानको हिसाबले पनि अब त्यस्तो विद्रोह देखिरहँदा आफ्नो आमाले भोगेको पीडाहरू देखिरहँदा उनको दिमागमा के पर्यो होला, उनले के सोच्न थालिन् त भन्ने खालका कुराहरू पनि हामी बुझ्न सक्छौँ। र त्यस्तो छ। अब त्यो आफूलाई सताउने मान्छेहरूको विरुद्धमा बोलेको पनि छ नि, यहाँका महिलाहरूले विद्रोह गरेको कुरा पनि देखाइएको छ। र पछि कथा जहाँबाट सुरु भएको थियो, जो मानिसहरू पात्रहरू थिए कथा सुरु हुँदा पछि अब यो सबै पुस्तकमा हामीले अब पुराना कुराहरू जस्तै योगिनी र राजाको कुरा मैले भने ती कुराहरू पनि थाहा पाउँदै पाउँदै यो धुल्जेन हिमाल कसरी भयो, नाम कसरी रह्यो भन्ने कुराहरू, यी गाउँका नाउँहरू, यहाँ जस्तो जुन जुन नामका गाउँहरू छन् ती नामहरू कसरी रहे त भन्ने खालका कुराहरू सबै हामी पछि त एकदम स्पष्टसँग थाहा पाउँदै जान्छौँ। र त्यसरी नै यो पछि भेटिएका पात्रहरू र अगाडि भेटिएका पात्रहरूको त्यो एउटा कनेक्सन जस्तो पनि आउँछ। त्यहाँ आएपछि चाहिँ हामी एकदम स्पष्ट हुन्छ, हामीले पढिरहेको कुरा यो रहेछ, यहाँबाट यस्तो भएर चाहिँ कथाले यता मोडिएको रहेछ भनेर स्पष्टसँग हामी थाहा पाइ नै हाल्छौँ। र त्यही नै हो मुख्य विषयवस्तु यो पुस्तकको। र अर्को अलि फरक र रमाइलो कुरा चाहिँ यस्तो प्रकारको चित्रहरूको प्रयोग गरिएको छ। यो चाहिँ योगिनीको कुरामा चाहिँ योगिनीको विद्या भनेर चाहिँ एकदमै जोड दिएको छ। र उहाँले लेख्ने खालको लिपिहरूको कुरा छ यस्तो तरिकाले। र यो बाहेक पनि अन्य पनि धेरै चित्रहरू हामी यो पुस्तकमा पाउँछौँ। अब यो चित्र के हो त, कसरी बुझ्ने, कि हेर्ने मात्रै पो हो कि भनेर अब यो चाहिँ कथा यहाँहरूले पढ्दै जानु भएपछि कथा अघि बढ्दै जाँदाखेरि यो ठाउँमा पुग्नु भएपछि चाहिँ हजुरहरू स्पष्ट भइ नै हाल्नुहुन्छ। चित्रहरू मात्र नभएर कविताहरू पनि छ यो पुस्तकमा चाहिँ। कथा सँगसँगै कविता पनि यो एकदमै मिलेको छ कथामा। यो पछि थपिएको या बढी लाग्ने त्यस्तो हुँदैन। कतिपय पुस्तकहरूमा चाहिँ कविता पनि मिसाउँदाखेरि अलि मलाई पनि कविता नहुँदा पनि राम्रै हुन्थ्यो होला जस्तो पनि लागेको थियो। तर यो पुस्तकमा चाहिँ धेरै नै छ, कविताहरू, गीतहरू छ। तर पनि यो चाहिँ त्यो समयअनुसार नै हामीले बुझिन्छ। पुस्तक पढ्दै जाँदाखेरि हामी पनि त्यही समयमा पुगेको जस्तो भइरहेको हुनाले चाहिँ त्यो बढी लाग्दैन। यो प्रसङ्गअनुसार एकदमै मिलेको छ कविताहरू, गीतहरू पनि। र मलाई चाहिँ यो विषयवस्तु यो कुरा चाहिँ निकै समय अगाडिको कुरा रहेछ जस्तो लाग्यो, किनभने अहिले त त्यस्तो हुँदैन। र अब त्यति बेलाको अनुसारको त्यो बेलाको दुःख पीडा र यो अब कस्तो हुने रहेछ त, अन्नको लागि पनि त्यस्तो अब ज्यान नै दाउमा लगाएर जानुपर्ने। अनि यता फेरि महिलाहरूको पाटाको छुट्टै कथा छँदैछ। एउटी बालिका, सानी बालिका पात्र पनि छिन्। र यस्ता प्रकारका कुराहरू हामी यो पुस्तकमा पढ्न पाउँछौँ। र अर्को फरक कुरा चाहिँ यो पुस्तकको अन्त्य पनि हो। अन्त्य अलि अधुरो लाग्छ, तर अधुरो भन्नाले एकदमै पुरै नमिलेको भन्ने खालको होइन। अब यो अधुरो अन्त्यपछि हामीले आफै मिलाएर पनि बुझ्न सक्छौँ, या यसलाई चाहिँ अब मैले कसरी बुझेँ अनि पढ्ने मान्छे या भनौँ हजुरहरूले कसरी बुझ्नुभयो भन्ने कुरा आउँछ। एकदमै मैले आँखा उघार्दा भनेर पुस्तकको अन्त्य भएको छ। अब यो
यसपछि के भयो भनेर हामी आफ्नो हिसाबले बुझ्न सक्छौँ र यसलाई फेरि अगाडिकै कुनै घटनामा यो पछि तिनै कुराहरू भएका रहेछन् भनेर जोडेर पनि बुझ्न सकिन्छ। यो चाहिँ अब एकदमै कल्पना गरेर लेखिएको पुस्तक हो जस्तो लाग्यो, या यो कतिको अब यो सत्यमा आधारित हो भन्ने कुरा चाहिँ मलाई पनि त्यति जानकारी छैन। मलाई चाहिँ कल्पना गरिएर नै लेख्नु भएको हो कि लेखकले जस्तो पनि लाग्यो, किनभने जुन हिसाबले ठाउँको नाउँहरू छन् र यो नक्सा नै मलाई त सुरुमा एकदमै फरक लाग्यो। यस्तो प्रकारको पुस्तक चाहिँ मैले त्यति धेरै पढेको थिइनँ। अब निकै अगाडिको यो इतिहास जस्तो विषयवस्तुहरू त हामीले पढ्दै आएकै हो, तर जस्तो हिसाबले त्यो कुरालाई यहाँ प्रस्तुत गरिएको छ, यो प्रस्तुतिकरण गर्ने तरिका र भाषा शैली अनि चित्रहरूको प्रयोग, कविताहरूको, गीतहरूको प्रयोग चाहिँ मलाई एकदमै फरक लाग्यो। मैले यति नै भन्न चाहेँ यो पुस्तकको बारेमा। मदन पुरस्कारमा प्राप्त गर्न सक्ने पुस्तकहरूको सूचीमा पनि सूचीकृत भएको पुस्तक हो, अनि त्यसैले पनि अब हजुरहरूलाई चाहिँ एकचोटि पढ्नुहोस् भनेर मैले अनुरोध गर्न चाहेँ। हजुरहरू पुस्तकहरू पढ्ने गर्नुहुन्छ भने त हजुरलाई मन पर्न सक्छ, उपन्यासहरू मन पराउनुहुन्छ भने त मन पर्ने नै भयो। र त्यो बाहेक यदि अब एकै खालको पुस्तकहरू पढ्दा हजुरहरू वाक्क हुनुभएको छ भने पनि यसले चाहिँ अलिक फरक खालको स्वाद यहाँहरूलाई दिन सक्छ। त्यसैले पनि यो रमिते भन्ने पुस्तक यहाँहरूले किनेर पढ्नुभयो हुन्छ। र यदि यहाँहरूले पढिसक्नु भएको छ भने, या भनौँ पढिसक्नुभयो भने पुस्तक कस्तो लाग्यो त भनेर हजुरहरूको अनुभव पनि मलाई तल कमेन्ट बक्समा लेखेर भन्न सक्नुहुनेछ। कति कुराहरूमा मेरो बुझाइ र अरूको बुझाइ फरक पर्न सक्छ र म अब पुनः पनि दोहोऱ्याएर पढौँ कि भन्ने पनि सोचमा छु। यो पुस्तकलाई हजुरहरूको पनि अनुभव मैले सुन्न पाएँ भने मलाई पनि अझ सहज होला जस्तो पनि मलाई लाग्यो। त्यसैले पनि हजुरहरूको यो पुस्तक पढ्दाको अनुभव पनि हजुरहरूले तल कमेन्ट बक्समा लेख्नुभयो, म धेरै आभारी हुन्छु। हजुरले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला पनि भन्न चाहेँ, किनभने म फेरि मैले पढेका अरू पुस्तक लिएर आइ नै रहन्छु। मैले जुन पुस्तक पढ्छु त्यसको विषयमा हजुरहरूसँग कुराकानी गरि नै रहन्छु। त्यसैले पनि हजुरहरूले अब मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजलाई म यहाँहरू माझबाट बिदा लिन चाहेँ। म छिट्टै नै अर्को पुस्तक लिएर फेरि आउने नै छु। धन्यवाद।